What's up guys, back my channel I सबजना सदस्य आरामै हुनुहुन्छ होला म पनि एकदम आरामै छु अनि चाहिँ प्लान आएको छु 2-3 दिनपछि अनि चाहिँ म ब्याक भए चाहिँ घुम्नु त अनि आजको ब्ल्याकमा चाहिँ म तपाईहरुलाई टास्क खेलेर देखाउने छु टास्क खेल्ने काम भन्दा म तपाईलाई देखाउन चाहन्छु हैन हिजो हामीले घरमा अहिले चाहिँ फर्स्टमा रंगोली देखाउँछु हामीले अस्ति बनाएको रंगोली हामीले जब त कुन दिन बनाउँछौ नि रंगोली थियो याक बसेर हामीले बनाएको रंगोली चाहिँ यस्तो छ गाइज हैन सक्नुहुन्छ अनि आडा लक्ष्मी भित्रसम्म भित्रको बुल्डोकामा हैन अनि टक्क बजाउँ तिहारका फुलहरू हेरौँ रमाम अब तिहार आइसकेको छ आज चाहिँ गाई तिहार रहेको छ भने अब हामी चाहिँ बेलुका तास खेल्न उठाएको देखाउन चाहन्छु म हजुरहरूलाई है त गाइज हेरेर खेलेको तास हामी यहाँ यो गाइज चाहिँ हुन्छ त्यहाँ कुनापट्टि थिएँ म खेल्दा सुरुमा चाहिँ सुप्लस खेल्यो कति 70 रुपिस दिएर बजेको दिए पैसा पोस्टमा पनि थियो पैसा थियो 700-800 रुपियाँ सुप्लसमा त जति नि भयो नि त हैन त्यही भएर मैले सुरुमा 70 दिए 70 बाट म 30 मा पनि पुग्थेँ 30 रुपैयाँमा हैन 30 रुपैयाँबाट फेरि 170 मा पुग्थेँ 70 बाट हारे चली खेलेको अनि चली खेल्दा मलाई के आयो भन्दाखेरि 1000 अर्को त आस भन्नेलाई एक्लो र कुरालेको आले छु त ब्लेन्ज यार अनि सबै सुहात्तले हिरेर ब्लेन्ज हान्दियो अनि कुरी पैसा त यस्तो गयो नि यार एकैचोटि बेसी नै गयो क्या त्यस्तै भयो अब तपाईहरुलाई म फुल देखाउन चाहन्छु लरी 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 चाहिँ गाइस मैले देखाएको चाहिँ त्यो हुन्छ नि त्यो गाई कुकुरहरूलाई चलाउने माला जस्तो थियो अब आफूले मान्छेकै भाइटिकामा लगाउने फुल देखाउन चाहन्छु है त लरी 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 परसरनीको रमाइलो जाना गङ्गारमाइको यो देख्न सक्नुहुन्छ गाइस फुलहरू एउटा गीतको बाटोमा आइसकेको थियो हैन भोलि चाहिँ रहेको छ भाइटिका तपाईहरुलाई हार्दिक मङ्गललाई मम तिहारको शुभकामना अब तिहार नि आइसक्यो कि चाहिँ अब हिजो बेलुका खेल्ने तास 11-12 बजीसम्म खेल्यो टक्क लाएर अब चाहिँ आज चाहिँ खेल्न भरे हुन्छ आज खाना खाएर नि खेल्ने कि आज चाहिँ कलजुरा खेल्न सकिन्छ 40 प्लस अथवा 100 प्लस खेल्न चाहिँ पनि खेल्न सकिन्छ ढुक्कै हिजो आजमा मैले आज पहिला कस्तो 600 रुपैयाँ चाहिँ अहिले यार 645 घाटा आएको कि म टोटल आफ्नै पैसा 645 घाटा भनेपछि यहाँ हो गाइज यार होइन अब आजकोमा के हुन्छ आज चाहिँ मसित 400 रुपैयाँ छ 700 भन्थ्यो है त्यो हारेको गाइज अनि अब 400 रुपैयाँबाट के हुन्छ होइन कति रुपियाँ खेल्यो भने त लामो हुन्छ धेरै नै हुन्छ होइन दिनभरि खेल्दा हुन्छ अब 6ले खेल्यो भने 500 को नोट छ टोटल 900 500 देख्नु पर्छ राम्रो तासामा जिक्ने भयो त्यतिकै त म यति देख्दिनँ हार चियर होइन अनि यता सोगला खेलिन्छ होइन यताउता हुनु भइहाल्छ त होइन अनि च्यानल सब्सक्राइब गर्नु लगाइज यार किन सब्सक्राइब नगर्ने त होइन अनि चाहिँ तसरी चाहिँ यहाँ देखाइसकेको हजुरहरूलाई अनि टक्क अब भोलि भाइटिका मामी आधार हुन्छ मामाहरूलाई सिकाउन होइन जानुपर्ने हाम्रो मामाको चाहिँ स्याङ्जा रहेको छ स्याङ्जा बाङसिङ देउराली रहेको छ भने होइन तपाईँहरू कतिपयको घर स्याङ्जा बनिनु सक्छ होइन त्यही गाइज अब हाम्रो स्कुल चाहिँ 11 गतेबाट ल्याएको छ होमवर्क छोकै छैन अब भोलि शुक्रबार आज भएन जस्तो अब त भोलि शुक्रबार आज जस्तो दिनभर अर्नुपर्छ कि त्यही भएर झ्याउ छ त्यही पनि अहिले अर्ने भने फेरि अहिले झ्याउलाई लागेको छ त्यो अहिले नअर्ने भने फेरि पछिलाई घाटा हुन्छ लास्ट अनि त्यही भएर होमवर्क बारे हुन्छ होइन अनि अब चाहिँ के छ र होइन ब्लग आर्चरमा अब एकदम कृष्ण गएको हाल्छु भने चाहिँ होइन अब हाल्न हाल्दा छिट्टै कृष्ण गएको यताउता नत्र इन्ट्रेस्टिङ मलाई लाग्छ कता घुम्नु सुम्नु गएको होइन हाल्छु होइन आजको बेला खासै इन्ट्रेस्टिङ त छैन तर अब होइन इन्ट्रेस्टिङमा हेर्नु इन्ट्रेस्टिङ नै छ त होइन फुलहरू देखाइसकेँ हजुरहरूलाई म चाहिँ आफ्नो घर जान्छु अङ्कलको घर रहेको छु भन्छु होइन अब चाहिँ माथि जान्छु यता म तपाईँहरू देख्न सक्छु हामीले लगाएको के छ यहाँ तिहारको फुल छ यहाँ चाहिँ सागको बेर्ना छ यहाँ चाहिँ लगाएको मम्मीले लसन हो होइन गाइस यहाँ चाहिँ बन्दा बोरकाउली काउली सब मिक्स छ अनि यता साग छ एउटा साग छ अनि चाहिँ
कि हाम्रो त्यो धारो 20 मिटरबाट पानी लिक भएको थियो त्यही भएर अनि यहाँ धारो फोरेर यस्तो अर्को हालेको अनि त्यो चाहिँ यहाँ हाल्नु पऱ्यो नि त अब पानी चाहियो अनि यता डल्ला पानी छ पानी त नथाको त होइन साइज होइन डल्ला पानी फेरि त्यो धारको पानी हाल्नुपर्छ त्यही धेरै कुरो अब चाहिँ अरू त के छैन ल गाइस होइन यता पनि तिहारको हुन्छ पनि आउने काम छ केटाहरूलाई हुन्छ नि त होइन यता पनि तिहारको हुन्छ अब म यो ब्लग यहीँ गर्न चाहन्छु बेलुका पनि एउटा ब्लग आएको छ तास खेल्छु पनि हाल्छु होइन ल आजको ब्लग चाहिँ यहीँ गर्न चाहेँ ल आजको लागि अङ्कलले देखाएर गर्न चाहन्छु आजको लागि लाग्यो यति नै कस्तो लाग्यो ब्लग भन्नु होला लाइक सब्सक्राइब गर्नु होला बाई